कहिल्यै सोच्नु भएको छ एउटा सानो टापु जहाँ न त ठूला प्राकृतिक स्रोत थिए न त जमिन न त धेरै जनसङ्ख्या, तर आज त्यही सानो देश सिङ्गापुर विश्वकै सबैभन्दा धनी, सफा र व्यवस्थित देशमध्येको एक बनेको छ। यो कसरी सम्भव भयो? के कारणले सिङ्गापुरले यति छोटो समयमा यस्तो असाधारण सफलता हात पार्यो? आजको यस भिडियोमा हामी जान्नेछौँ सिङ्गापुर गरिबीको दलदलबाट विश्वको आर्थिक चमत्कारसम्मको यात्रा। दर्शकबिन, स्वागत छ तपाईलाई नेपाल पेज युट्युब च्यानलमा। सन् 1819 ब्रिटिस साम्राज्यका प्रतिनिधि सर स्ट्यामफोर्ड राफेल्स मलेसियाको टापु मध्ये एउटा सानो टापुमा आइपुग्छन्, सिङ्गापुर। त्यो बेला यहाँ दलदल, मच्छर र सानो माछा मार्ने गाउँ मात्र थियो। तर राफेल्सले केही फरक देखे। उनी भन्थे, यो ठाउँ व्यापारको केन्द्र बन्न सक्छ, यो पूर्व र पश्चिम बीचको द्वार हो। यसबीच ब्रिटिसहरूले सिङ्गापुरलाई व्यापारिक पोर्टको रूपमा विकास गर्न थाले। जहाजहरू यहाँ रोकिन थाले, वस्तुहरू आदान प्रदान हुन थाले र सिङ्गापुर बिस्तारै एउटा व्यापारिक केन्द्रमा रूपान्तरण भयो। तर त्यो सुख लामो समय टिकेन। दोस्रो विश्वयुद्ध सुरु भयो सन् 1942 मा। जापानले सिङ्गापुर कब्जा गर्यो। 3 वर्षसम्म यहाँको जनताले कठोर यातना भोगे, भोकमरी, बमबारी र युद्धको पीडा। सन् 1945 मा जापानको हारपछि फेरि ब्रिटिस शासन फर्कियो, तर युद्धले सबथोक बिगारिसकेको थियो। अर्थतन्त्र ध्वस्त, रोजगारी छैन, जनता निराश। सन् 1959 मा सिङ्गापुरले आंशिक स्वतन्त्रता पायो र देशको नेतृत्वमा आएका थिए ली कुआन यू। यो नाम आज पनि सिङ्गापुरको इतिहासमा सुनौलो अक्षरमा लेखिन्छ, किनकि उनी मात्र राजनीतिज्ञ होइनन्, उनी राष्ट्र निर्माणका अभियन्ता थिए। ली कुआन यूको सपना थियो सिङ्गापुरलाई यस्तो देश बनाउनु जहाँ सुशासन, शिक्षा र मेहनत नै मुख्य मूल्य हुनेछ, तर यो सजिलो थिएन। सन् 1963 मा सिङ्गापुर मलेसिया सङ्घमा सामेल भयो। उनीहरूलाई लाग्यो सँगै हुँदा बलियो हुन्छौ, तर 2 वर्षमै समस्या सुरु भयो। जातीय दङ्गा, राजनीतिक असहमतिहरू र आर्थिक विवादका कारण सन् 1965 मा सिङ्गापुरलाई मलेसियाबाट अलग गरियो। त्यो दिन सिङ्गापुरका प्रधानमन्त्री ली कुआन यू टेलिभिजनमा रोए, हामी अब आफ्नै बाटोमा हिँड्न बाध्य भयो। यो आँसु देशको सबैभन्दा ठूलो मोड थियो। त्यही दिनबाट सिङ्गापुरले आफ्नो नयाँ यात्रा सुरु गर्यो। सिङ्गापुरसँग केही पनि थिएन, न त तेल, न ग्यास, न खेती, तर एउटा कुरा थियो, जनशक्ति। ली कुआन यूले भने, हाम्रो सबैभन्दा ठूलो स्रोत मानिस हुन्, तर तिनीहरूलाई दक्ष बनाउनु पर्छ। त्यसपछि उनले सुरु गरे शिक्षा र अनुशासनमा आधारित राष्ट्र निर्माण। देशभरि विद्यालय, प्राविधिक कलेज र विश्वविद्यालय खोलिए। विद्यार्थीहरूलाई इन्जिनियर, डाक्टर र प्राविधिक विशेषज्ञ बनाइयो। त्यो बेला नै सिङ्गापुरले बुझेको थियो ज्ञान नै भविष्यको शक्ति हो। ली कुआन यूले अर्को योजना बनाए, विदेशी लगानी ल्याउने। र कसरी? त्यो बेला न त सिङ्गापुरमा केही थिए। उनले भने, हामी विश्वकै सबैभन्दा इमान्दार र पारदर्शी देश बनाउनेछौँ, र उनले बनाइदिए। भ्रष्टाचार विरुद्ध कठोर कानुन, स्थिर सरकार, व्यवसाय मैत्री नीति। परिणामस्वरूप अमेरिकी, जापानिज र युरोपेली कम्पनीहरू सिङ्गापुरमा आउन थाले। फ्याक्ट्रीहरू खुले, उद्योगहरू बढे। सन् 1970 मा आइपुग्दा सिङ्गापुर एसियाको औद्योगिक हब बनिसकेको थियो। सिङ्गापुरको अर्को विशेषता अनुशासन थियो। हामीले सडकमा फोहोर फ्याँक्यौँ भने जरिवाना, च्युइङ्गम चपायौँ भने पनि जरिवाना, तर यसले देशलाई बदलिदियो। सडक सफा, यातायात व्यवस्थित, जनता अनुशासित। ली कुआन यू भन्थे, हामीले बाहिरी सफा राख्यौँ भने हाम्रो सोच पनि सफा हुन्छ। र साँच्चै सिङ्गापुर सफा मात्र होइन, संस्कृतिमा पनि अनुशासन र इमान्दारीको प्रतीक बन्यो। सन् 1980 देखि 90 को दशकमा सिङ्गापुरको अर्थतन्त्रले आकाश छोयो। जहाज, इलेक्ट्रोनिक्स र वित्तीय सेवा क्षेत्रमा सिङ्गापुरले आफ्नो साम्राज्य फैलायो। सिङ्गापुर पोर्ट विश्वकै सबैभन्दा व्यस्त बन्दरगाह मध्येको एक बन्यो। चाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट एयरपोर्ट र सिङ्गापुर सहर विश्वकै सबैभन्दा व्यवस्थित सहरको रूपमा सूचीकृत भयो। सिङ्गापुरले सधैँ ठूला सपना देख्यो। उनीहरूले भविष्यका लागि योजना बनाए। स्मार्ट सिटी, डिजिटल इकोनोमी, हरित ऊर्जा। आज सिङ्गापुरले हरेक कुरामा दक्षता खोज्छ। पानी पुनः प्रयोगदेखि विद्युतीय बस र हरित भवनहरू। त्यहाँको शिक्षा प्रणाली संसारकै उत्कृष्ट मध्येको एक मानिन्छ। बच्चाहरूलाई सुरुदेखि नै अनुशासन, जिम्मेवारी र सृजनशीलता सिकाइन्छ। आज सिङ्गापुरको जीडीपी प्रति व्यक्ति आय 60,000 अमेरिकी डलर भन्दा बढी छ। जनसङ्ख्या करिब 6 मिलियन, तर जीवन स्तर विश्वकै उच्चतम। यहाँका जनता स्वास्थ्य, शिक्षा र सुरक्षामा सन्तुष्ट छन् र देश अझै पनि विकासका नयाँ उचाइमा पुग्दैछ।
सिङ्गापुरले विश्वलाई 3 कुरा सिकायो। पहिलो, छोटो आकार कमजोरी होइन, दृष्टि, नेतृत्व र मेहनत भए सानो देशले पनि विश्वलाई अचम्म पार्न सक्छ। दोस्रो, शिक्षा र अनुशासन नै विकासको आधार हो। स्रोत नभए पनि सिप भए सबथोक सम्भव छ। र तेस्रो, भ्रष्टाचार मुक्त शासन, पारदर्शिता र नीति नियमको पालनाले नै स्थायित्व ल्याउँछ। आज जब हामी सिङ्गापुरका गगनचुम्बी भवनहरू हेर्छौँ तब त्यो केवल भवन मात्र होइन, त्यो देशको सपना हो जुन आँसु र सङ्घर्षबाट बनेको हो। सिङ्गापुर एउटा यस्तो देश हो, यदि इच्छा शक्ति बलियो छ भने असम्भव भन्ने शब्दको अर्थ नै मेटिदिन्छ।